विन्टरको लागि मिनिमलिस्टको यो दुईटा प्रडक्ट्स चाहिँ बब्बाल नै छ कि स्किन ड्राई इरिटेटेड र सेन्सिटिभ भइरहेको छ भने यो सेरामाइड मोइस्चराइजर इज द बेस्ट टु रिपेयर यर स्किन एन्ड हाइड्रेटेड यो एकदमै लाइट वेट छ बट कस्तो मजाको हाइड्रेसन दिन्छ स्किनलाई यसले रेडनेस काम गर्छ स्किन ब्यारियरलाई स्ट्रङ्गर बनाउँछ रेटिनल इएचए बिएचएहरूसँग पेयरअप गर्नलाई पनि झन् बेस्ट छ यो मोइस्चराइजर मैले कति रेकमेन्ड गरिसकेँ यो मोइस्चराइजर पहिला पनि एन्ड ड्यू टु द प्रेजेन्स अफ सेरामाइड्स इन दिस मोइस्चराइजर यो विन्टरको लागि ओइली कम्बिनेसन स्किनको लागि एक्ने प्रोन स्किनको लागि एकदमै दामी हुन्छ सेकेन्ड प्रडक्ट इज नाइसिनामाइड बडी लोसन जसले हजुरको बडीलाई हाइड्रेटेड र पलिस लुक दिन्छ विदाउट द्याट चिप खाली फिलिङ यो पनि एकदमै लाइट वेट छ क्विकली अब्जर्भ हुन्छ र नाइसिनामाइडले गर्दा स्किन ब्राइटनिङमा पनि हेल्प गर्छ मलाई चाहिँ त्यो चिप खाले मोइस्चराइजरहरू खासै मन पर्दैन क्या तर यो वाला चाहिँ कस्तो क्विकली अब्जर्भ हुन्छ बडीमा अनि यस्तो सफ्ट बनाउँछ नि बडीलाई अब यो जाडो महिनामा त बडी लोसन त नभई नहुने कुरा हो सो फेस र बडीको स्किनलाई सफ्ट हाइड्रेटेड र ग्लोई राख्नको लागि मैले चाहिँ यो प्रडक्ट्सहरू डिहोबाट पर्चेस गरेको थिएँ हजुरहरूले पनि डिहोबाट यो पर्चेस गर्न सक्नुहुन्छ लिङ्क चाहिँ मेरो बायोमा राखिदिएको छु